म सुजाता मैले फेरि पनि एउटा भिडियो लिएर आइसकेकी छु। वेलकम टु माई युट्युब च्यानल मल्टी एजुकेसनमा। सहकारीको बारेमा मैले आज भिडियो लिएर आएकी छु, जुन पाठ्यक्रमबाट मैले लिएको हुँ। सहकारी भनेको एक आपसमा मिलिजुली सहकार्य गर्ने साथी, बन्धुबान्धव्य र अन्य जो कोही व्यक्ति सहकारी हो। सहकारी भनेको सामाजिक, सांस्कृतिक, आर्थिक आदि क्षेत्रमा गरिने स्वोद्देश्य सामूहिक क्रियाकलाप हो। सहकार्यको यही अभिप्रायलाई लिएर आधुनिक अर्थशास्त्रीले आर्थिक समृद्धि र विकासका लागि पारस्परिक सहयोग र सहकार्य गर्ने उद्देश्यले स्थापित संस्थालाई सहकारी भनेका छन्। यसरी सहकारी गर्ने व्यक्ति र संस्था दुवैलाई सरकारले बुझाए पनि यहाँ चाहिँ यसले मुख्य रूपमा दोस्रो अर्थ सङ्केत गरेको छ। पहिलो अर्थलाई यसले उपेक्षा गरेको चाहिँ छैन भने दुवै अर्थले समन्वय गरेको सहकार्य गर्ने साथीहरूले आर्थिक समृद्धि र विकासका लागि मिलिजुली स्थापना गरेको संस्था हो पनि भन्न सकिन्छ। यो आधुनिक सहकारी अवधारणा 19औं शताब्दीमा भएको थियो, बेलायतबाट आएको मानिन्छ। बेलायती विद्वान रोबर्ट ओवेनले यो सहकारी संस्था सम्बन्धी महत्त्वपूर्ण विचार अघि सारेका हुन्। उनलाई आधुनिक सहकारीका पिता पनि भन्ने गरिएको पाइन्छ। पौराणिक सोसियालीका विभिन्न उत्सवमा रोगले आक्रान्त गर्दा, प्राकृतिक प्रकोपले सताउँदा जस्ता सबै किसिमका सुख दुःखमा साथ दिने व्यक्तिलाई सहकारी भनिएको छ। त्यस्तै बौद्ध दर्शनमा सङ्ग्राम गच्छामी भन्ने सहकार्यलाई अग्रसर हुन आह्वान गरेको छ। यसरी मानिस एक्लो जीवनमा रहन नसक्ने प्राणी भएकाले उसका निम्ति समूहमा बसाई, सहयात्रा र सहकार्य आवश्यक छ भन्ने पूर्वीय दर्शनलाई यसमा देखाउन खोजिएको छ। समूहमा रहेका परस्पर सुख दुःखमा साथ फेर गर्ने मानिसलाई एक्लो भएको महसुस हुँदैन। यसमा भाग लिनाले यसमा भएका विभिन्न समाजमा रहेका साना साना निक्षेपहरूलाई सङ्कलन गरेर उनीहरूलाई सङ्कलन गर्ने गरिन्छ र उनीहरूलाई ऋण प्राप्त गर्नको लागि र आर्थिक उपार्जन गर्नको लागि सजिलो मार्ग भनेको सहकारी हो। सहकारी संस्थाहरू धेरै समुदायमा खुलिसकेका छन्। सहकारी संस्थाका विभिन्न नामहरू रहेका छन्। सरकारी उपाध्ययका लागि समाजमा रहेका हरेक उत्तिकै नै आर्थिक समृद्धि विकासका लागि यसको निकै महत्त्व विस्तार रहेको छ भन्ने कुरा जानकारी पाउन सकिन्छ। विकासको मुख्य आधार नै आर्थिक समृद्धि हो र यो आर्थिक समृद्धि गर्ने काम नै सहकारीले गर्ने गर्दछ। विकासका भूमिका अपरिहार्य ठानेर संसारका अविकसित विकासोन्मुख विकसित सबै देशहरूमा सहकारीको स्थापना र सञ्चालन गरेको पाइन्छ। कुनै पनि देशमा सहकारीका माध्यमबाट आर्थिक समृद्धि हासिल गरिसकेका छन् भने कुनै देशहरू आर्थिक समृद्धि हासिल गर्दैछन्। तर यो विश्वका जुनसुकै देशहरूमा सहकारी सङ्गठनको स्थापना गरेर साना साना निक्षेपहरूलाई सङ्कलन गर्ने गरिन्छ। यो सँगसँगै अन्य सहकारी संस्था स्थापना भएको पाइन्छ। सहकारी स्थापना भएपछि तिनको सञ्चालन, निर्देशन र नियन्त्रण कानुनको आवश्यक परेको छ र सहकारी संस्थामा विभिन्न नीति नियमहरू पनि तयार पारिएका छन्। सहकारी संस्थाका माध्यमबाट बेलायतले उल्लेख्य आर्थिक समृद्धि हासिल गरिसकेपछि देशको पनि यसको अनुसरण गरेको देखिन्छ। विभिन्न देशहरूले यसमा सक्रियता जनाएका छन्, सहभागिता जनाएका छन् र आर्थिक रूपमा विकास गरिरहेका छन्। यसमा समुदायप्रति सरोकार, शिक्षा, तालिम र सूचना मुख्य हुन्। अहिले विश्वमा अधिकांश देशहरूमा यिनै निर्देशक सिद्धान्तको अनुसरण गरी सहकारी अघि बढाइरहेका छन्। अन्तर्राष्ट्रिय सहकारी महासङ्घमा आबद्ध नेपालले पनि यस्ता प्रस्ताव, मूल्य, मान्यता, निर्देशक सिद्धान्तलाई स्वीकार गरेर अघि बढ्ने कुरा ऐनमा समावेश गरेको छ र त्यसैले सहकारीका मूल्य, मान्यता र मार्गनिर्देश सिद्धान्तलाई बुझेर अघि बढ्दा यसबाट अविवेक्षित उपलब्धि हासिल गर्न सकिन्छ भन्ने कुरा नेपालले पनि बुझेको छ। व्यक्तिलाई आत्मनिर्भर बनाउने र समुदायको दिगो विकास गर्ने उद्देश्यले सहकार्यको अवधारणा आएको भन्ने मानिन्छ। स्वतन्त्रताका लागि, स्वावलम्बन, समुन्नतिका लागि, पारस्परिकता यी दुवैका लागि सहकारिता भनेको एउटा नारा हो। यो एउटा सहकार्य गर्दा आम जनसमूहमा छरिएर रहेका पुँजी, प्रतिभा, प्रविधिको एकीकृत उपयोग भई यसबाट आर्थिक उन्नति गर्ने कुरामा र व्यक्तिलाई आत्मनिर्भर बनाउनु, समाजको उन्नति गर्नु भनेको एकको मुख्य उद्देश्य हो। सहकार्यलाई महत्त्व दिने भएकाले यो न्यून पुँजी भएका व्यक्तिहरू पनि यसमा आबद्ध हुन्छन् र बढी पुँजी भएका व्यक्तिहरू पनि यसमा आबद्ध हुन्छन्। न्यून पुँजी भएका व्यक्तिलाई एक थुकी सुकी 100 थुकी नदी भन्ने झैँ यसमा आबद्ध भएर एक थोपा जम्मा गरी गाग्रो भर्ने सुविधा
छ। सबै किसिमका व्यक्तिलाई समेट्न सक्ने हुँदा अविकसित, विकासोन्मुख र विकसित सबै देशका लागि सहकारी खुलेका छन्। आर्थिक स्थितिले कमजोर व्यक्तिलाई सहकारीले प्राथमिकतामा राख्ने समानुपातिक आर्थिक समुन्नतिका लागि नेपाल जस्तो विकसोन्मुख देशका लागि पनि यसको साझा संस्था निकै उपयोगी देखिन्छ। निश्चित समुदायमा सदस्यले आफ्नो इच्छाअनुसार मिलेर सहकारीको स्थापना गर्नेछन् र सहकारी स्वैच्छिक साझा संस्था हुन्। सहकारीबाट प्राप्त हुने सेवा उपयोग गर्न र सदस्यता लिन चाहिने व्यक्ति सदस्य बन्नका लागि सहकारी संस्था खुल्ला पनि हुन्छ। यिनमा सदस्यता लिन र सदस्यता त्याग गर्ने स्वतन्त्रता सबै सदस्यलाई उपलब्ध हुन्छ। कुनै पनि व्यक्तिमा अरूको करकापमा सदस्यता लिन बाध्य हुनु हुँदैन र यसमा बाध्य गर्न मिल्दैन र आफ्नो स्वतन्त्रता रूपमा सदस्यता लिन सकिन्छ। सेवा उपयोग गर्न चाहने व्यक्तिलाई सदस्यताका प्राप्त कुनै पनि कृत्रिम चेकदार बार लगाउन सकिँदैन। यसमा स्वतन्त्र रूपमा कुनै संस्थामा आबद्ध सदस्य बीच लिङ्ग, वर्ण, जाति, धर्म, राजनीतिक आधारमा भेदभाव हुँदैन। सदस्यता प्राप्त गर्नका लागि स्वैच्छिक तथा खुल्ला सदस्यताको व्यवस्था भए सहकारीमा सदस्य बन्नका लागि मापदण्ड यस्ता नियम छन् कि जुनमा हरेक व्यक्तिले संस्थाबाट जारी हुने सेयर अनिवार्य रूपमा खरिद गर्नुपर्छ। सरकारी ऐनमा दफा 13 बमोजिम 16 वर्ष पुगेको नेपाली नागरिकता भएको सदस्य प्रावधान रहेको व्यवस्था छ। सदस्य बन्ने व्यक्तिहरू सहकारी कम्तीमा 1 किता सेयर खरिद गरेको र सहकारीले तोकेको कार्यक्षेत्रमा बसोबास गरेको हुनुपर्छ। उल्लेखित योग्यता पुरा हुने तापनि एक व्यक्ति एकै समयमा एकभन्दा बढी समान प्रकृतिको सहकारीको सदस्य बन्न मिल्दैन। सहकारीले एकदेखि लिएर थुप्रै सेयर पनि किन्न सकिने व्यवस्था हुन्छ। जति नै सेयर किने पनि भोटको सङ्ख्या भने एक मात्र हुन्छ। जति सेयर किने पनि सबैका लागि भोटको सङ्ख्या एक मात्र हुन्छ। एक भोट एक व्यक्ति भन्ने यसमा मूल मन्त्र नारा पनि रहेको छ। यसमा नयाँ सदस्य र पुराना सदस्यका बीचमा पनि मतदान र विचार व्यक्त गर्ने काममा केही भेदभाव गरिँदैन। यो स्वतन्त्र संस्था हो। संस्थाको पुँजीमाथि सबै सदस्यको समान स्वामित्व हुन्छ। नाफा भएमा सदस्यले चुक्ता गरेको सेयर पुँजीका आधारमा सीमित बचत फिर्ता पाउँछन्। संस्थाले आर्जन गर्ने मुनाफाबाट संरक्षित पुँजी फिर्ता कोष, बोनस कोष, जगेडा कोष, शिक्षा कोष, घाटा पुँजी कोष खडा गरी संस्थागत विकास र सदस्यको सेवा सुविधा सुनिश्चित गरिएको हुन्छ। सहकारी सदस्य केन्द्रित संस्था भएकाले यसमा सदस्यको विशिष्ट भूमिका रहेको हुन्छ। सहकारी लोकतान्त्रिक संस्था हुन्। सहकारीका सदस्य आफ्नो संस्थाको नीति तय गर्नका लागि र प्रतिनिधिका रूपमा चयन हुने जुनसुकै महिला तथा पुरुष सदस्यप्रति उत्तरदायी हुन्छन्। संस्थामा एक व्यक्ति र एक मतको आधारमा सदस्यत्वको समान मताधिकार हुन्छ। यिनीहरूको गठन पनि लोकतान्त्रिक पद्धतिका आधारमा हुने गर्छ। सामान्यतया सहकारी संस्था सङ्गठन गर्न कम्तीमा 30 जना व्यक्ति आपसमा सङ्गठित हुनुपर्ने दफा 3(1) ले गरेको छ। सोही ऐनका दफामा भने श्रमिक युवा लगायतले आफ्नो श्रम र सिपमा आधारित भई व्यवसाय गर्ने सहकारी संस्थाको हकमा 15 जना नेपाली नागरिकले संस्था गठन गर्न सक्ने व्यवस्था रहेको छ। त्यसैले सहकारीले श्रम र सिपलाई बढी महत्त्व दिएको स्पष्ट हुन्छ। सहकारी स्वायत्त संस्था हो। संस्थाले सञ्चालन तथा कामकारबाहीमा सरकार र अन्य बाह्य निकायको हस्तक्षेप हुँदैन। सहकारीमा संयुक्त कानुनी शासन, पारदर्शिता, जवाबदेहिता र ढङ्गले चलाउने गर्दछ। सहकारी संस्था ऋणको रूपमा बचतहरू निक्षेप सङ्कलन गरी जुन व्यक्तिहरूले समाजमा जो आर्थिक रूपमा उपार्जन गर्न सकिरहेका हुँदैनन् त्यस्ता व्यक्तिहरूका लागि सहकारी संस्था भने एकदमै फाइदामूलक हुने गर्दछ र यसमा आर्थिक उपार्जन कम भएका अथवा आर्थिक रूपमा कमजोर भएका व्यक्तिहरूले मात्र सहभागी हुन नसकी धनी व्यक्तिहरूले पनि सहभागी गर्न सक्छन्। यसमा एउटा सेयर, एक किता सेयर खरिद गर्नै पर्ने हुन्छ सदस्यता प्राप्त गर्नका लागि। सहकारीमा मूलत कानुनी शासन, पारदर्शिता, जवाबदेहिता ढङ्गले संस्था चलाउने गरिन्छ। संस्थाले आफ्ना सदस्यबाट बचत र पुँजी सङ्कलन र बाहिरी स्रोतबाट सम्झौता ऋण प्राप्त गर्ने गर्दछ। व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि यसका एकाइ, साधारण सभा, सञ्चालक तथा लेखा समिति आदि विभिन्न उपसमितिको व्यवस्था सहकारी नियमावलीमा गरिएको छ। नेपालको आर्थिक विकासका सहकारीले ठुलो योगदान दिएको छ भन्ने त कुरा हामीले बुझेकै छौँ। हामीहरूले देख्ने गरेका छौँ। जुन साधारण सभा भनेर जुन बैठक बसिरहेको हुन्छ त्यसमा हरेक व्यक्तिले आफ्नो चासो राख्नुपर्छ र त्यसमा आफूलाई चित्त नलागेका कुराहरू पनि भन्नुपर्छ भन्ने मलाई लाग्छ। यो मेरो विचार रहेको छ। नेपालको आर्थिक विकासमा सहकारीले ठुलो योगदान दिन सक्ने कुरा पनि केही देशभित्र
र वर्षभित्र यसले गरेका विभिन्न कार्यबाट थाहा पाउन सकिन्छ। यसैले समाजका सबै क्षेत्रमा सहकारीको आवश्यकता सबैतिर महसुस गरिएको छ। सहकारीको विभागले विक्रम तथ्याङ्क अनुसार नेपालमा 19,886 सहकारी संस्था सञ्चालन भएका छन् अहिलेसम्म, र यी संस्थाहरूले आफ्नो इच्छाअनुसार काम पनि गरिरहेका छन् र आर्थिक समृद्धि हासिल गर्नका लागि ठुलो पहल कदमी चालेका छन् भन्ने मलाई लाग्छ होइन, साँच्चै पनि सहकारी संस्थाहरूले पहल गरेका छन्। सबै क्षेत्रमा सहकारीको सञ्चालन हुन सकेको छैन, किनभने सबै क्षेत्रमा सहकारीको सञ्चालन हुन सकेको छैन। सबै व्यक्तिहरूले चासो दिइरहेका छैनन्। यदि व्यक्तिहरू शिक्षित भएर सबै व्यक्तिहरूले हाम्रो लगानी कहाँ भइरहेको छ, कसरी भइरहेको छ, हाम्रो लगानी यसरी कसरी भइरहेको छ भन्ने कुराहरू विभिन्न प्रश्न सवाल गर्ने र आफ्नो विभिन्न कुरामा चासो गर्ने, सहकारीमा कसरी लगानी भइरहेको छ, हाम्रो पैसा कहाँ गइरहेको छ, कसरी बचत भइरहेको छ र भनेर यस्ता कुरामा चासो राख्ने गरियो भने मलाई लाग्छ पक्कै पनि हाम्रो देश समृद्ध राष्ट्र बन्न जान्छ। सबैजसो क्षेत्रमा सहकारीलाई प्रभावकारी रूपमा सञ्चालन गरिएको खण्डमा नेपाल धेरै कुरामा स्वावलम्बी हुन सक्ने देखिन्छ। अहिलेसम्म विश्वव्यापीकरण बढ्दो प्रभावसँगै विदेशी वस्तुको बढ्दो प्रयोगले हाम्रा घरेलु उत्पादन सङ्कटमा पर्न गएका छन्, जसकारण हामीले निर्यातलाई बढी ध्यान दिनपर्छ र आयातलाई कम गर्नका लागि आफ्नै स्वदेशमा आफ्नै परिश्रम गरेर मेहनत गर्नुपर्छ, उपार्जन गर्नुपर्छ र हामीले निर्यातलाई बढी गरेर आयातलाई कम गर्नुपर्छ। हामीले विदेशी सामग्रीहरू कम रूपमा नेपाल भित्राउनुपर्छ र आफ्ना सामानहरूलाई बढीभन्दा बढी विश्वव्यापीकरणको यो ग्लोबलाइजेसनको युगमा हामीले निर्यातलाई बढी उपभोग गरेर निर्यातलाई बढी प्राथमिकता दिएर आयातलाई कम गर्नुपर्छ भन्ने मलाई लाग्छ। स्वदेशी अथवा स्वदेशी उत्पादनलाई प्राथमिकता नराखेसम्म हाम्रो देश आत्मनिर्भर बन्न सक्दैन। यसले थालनी यात्राको एकदम विकासको यात्राको थालनी गर्न सक्दैन भन्ने कुरा प्रमाणित नै हुन्छ। यस कार्यका लागि सहकारी नै प्रभावकारी माध्यम बन्न सक्छ। यसमा नेपाल अझै विकासशील राष्ट्रका रूपमा विकासकै क्रममा रहेको छ, विकासमै पाइला चालिरहेको छ। यसले यदि नेपालमा आर्थिक उपार्जन यसका लागि सहकारी नै प्राथमिक माध्यम बन्नेछ। यसका लागि सहकारीको प्रवृत्ति र लाभबारे समुदायका सर्वसाधारणलाई सूचित गराउनुपर्छ। यसमा संलग्न भइरहेका सदस्यहरूको चौतर्फी विकासका लागि अनवरत रूपमा शिक्षा र तालिमको सबैभन्दा ठुलो कुरा शिक्षा हो। र शिक्षा यदि हामीले हरेक व्यक्तिहरूले प्रदान गर्यौँ भने सहकारी संस्थामा कसरी के गर्नुपर्छ, कसरी पुँजी सङ्कलन गर्नुपर्छ, निक्षेप कसरी सङ्कलन गर्नुपर्छ, के भइरहेको छ, हाम्रो बचत कहाँ पुगिरहेको छ, हामीले कसरी लगानी गरिरहेका छौँ, केमा लगानी गरिरहेका छौँ भनेर सोधखोज र चासो राख्नुपर्छ। एउटा विश्व बदल्ने एउटा यस्तो हतियार हो जसले आर्थिकलाई पनि उपार्जन गरी विकास पनि गर्ने गर्दछ। सहकारी सम्बन्धी शिक्षाको अभावमा यसलाई विशुद्ध वित्तीय संस्था र सामाजिक संस्थाका रूपमा लिने गरिएको पाइन्छ। सहकारी संस्था एउटा वित्तीय सामाजिक दुवै क्षेत्रमा काम गर्ने र मूल्य मान्यता सिद्धान्त, कार्य प्रकृति, नीतिहरू, उद्देश्य र कार्यक्रमका आधारमा यी दुवै किसिमका संस्थाभन्दा सहकारी नितान्त फरक छ। केही सञ्चालकको सहकारीका मूल्य मान्यता र सिद्धान्तको पूर्ण अपेक्षा उपार्जन कम भएको, अर्थतन्त्र कमजोर भएको राष्ट्र हो जुन विकासकै क्रममा रहेको छ। यदि नेपालले सहकारी संस्थामा राम्रो लगानी गर्न सक्यो, विकासका नाममा बुढा क्रान्तिहरू भएका छन्, आर्थिक रूपमा पनि बुढा क्रान्तिहरू भएका छन्, जुन बेलायत सरकारको विचारमा आएर र बेलायती विद्वान रोबर्ट ओवेनले यो विचार अगाडि सारेका थिए र त्यसपछि सहकारी संस्थाको पुरै विश्वमै नै परिचित हुन गयो। केही समय सञ्चालन सहकारी मूल्य मान्यता सिद्धान्तको पूर्ण अपेक्षा गरी व्यक्तिगत स्वार्थका प्रेरित भएका संस्था सञ्चालन गरिरहेका छन्। उनीहरू संस्थामा एकाधिकार कायम गरी रकम हिनामिना गरेर फरार भएका छन्। कार्य गर्नु हुँदैन, जुन कार्यले साना पुँजीहरू खाइ नखाइ गरेर लगानी गरेका मानिसहरूका लागि धेरै नराम्रो विषय बन्न पुग्छ, उनीहरूलाई ठेस पुग्छ।
सञ्चालनका यस स्थितिमा देखा परेको छ। तसर्थ सहकारीबाट सर्वसाधारण सबै समान रूपमा लाभान्वित हुन् भन्ने उद्देश्यले सरकारले र सम्बन्ध सबै यस पक्षमा भोलि सहकारीकै नाममा ठुलो रकम हिनामिनादेखि लिएर हरेक भ्रष्टाचारीहरू भइरहेको छ। यसमा धेरै व्यक्तिहरू ठगिएका छन्। सञ्चालनका यस किसिमको गतिविधिमा विपन्न वर्गका व्यक्ति सहकारीबाट लिन सक्ने फाइदाबाट वञ्चित भएको स्थिति देखा परेको छ। तसर्थ सहकारीबाट सर्वसाधारण सबै रूपमा लाभान्वित हुन् भन्ने सरकारको एउटा उद्देश्य छ। सहकारीबाट स्वदेशमै रोजगारी सिर्जना गरेर विभिन्न जस्ता दुध डेरी जस्ता कृषि कार्यमा लगानी जस्ता विभिन्न पेसाहरू स्वदेशमै अपनाउन सकिन्छ र सहकारी संस्थाले राहतका रूपमा पनि रकम प्रदान गर्दै आइरहेको छ। समाजका साना उद्योगहरूलाई प्रोत्साहन गरिरहेको छ र साना उद्योगहरू सञ्चालन गरेर आर्थिक उपार्जन उपलब्ध गर्ने उपार्जन गराउने कार्य पनि गर्दै आइरहेको छ। सहकारी संस्थाले नेपाललाई आर्थिक रूपमा अगाडि डोर्याउनका लागि आर्थिक समृद्धि गर्नका लागि ठुलो पहल गरिरहेको छ। सहकारीबाट स्वदेशमै रोजगारीका सिर्जना हुने भएकाले यो आत्मनिर्भर विकास प्रमुख माध्यम बन्न सक्छ। यो उद्यमशील संस्था भएकाले यस अन्तर्गत धेरै उद्यमशील सिर्जना भएका कार्यविष्टि पाइन्छ। हामीले सहकारी संस्थाको 2074मा उल्लेख गरेका अनुसार उद्यमस्थलीय क्षेत्र, पशुपालन, वन, वातावरण, विद्यालय, स्वास्थ्य, पर्यटन, सञ्चार, प्रविधि, वित्तीय क्षेत्र, यातायात, जग्गा, आवास, ऊर्जा, बीमा, जडीबुटी आदि विभिन्न क्षेत्रहरू रहेका छन्। अपार जलस्रोत एवं उर्वरा भूमिले सम्पन्न अनुपम प्राकृतिक सुन्दरताले हिमालको काखमा बसेर मुस्कुराइरहेको नेपालको जलस्रोत कृषि पर्यटनका क्षेत्रमा रहेको सञ्चारका सम्भाव्यहरू धेरै पर्याप्त रहेका छन्। सहकारी माध्यमबाट यिनको व्यवस्थापन गर्ने हो भने स्वदेशमै रोजगारी सिर्जना गर्न सकिन्छ। स्वदेशमै रोजगारी सिर्जना गर्न स्वदेशका विकसित तीव्र रूपमा अघि बढ्न सक्दछ। सके लाखौँ युवा विदेशिनुपर्ने स्थितिलाई अन्त्य गर्न सकिन्छ। यसबाट परनिर्भरता घट्न गई आत्मनिर्भर बन्ने, विकास गर्ने र अर्थतन्त्रमा पनि सुदृढ हुन्छ। सहकारीका माध्यमबाट उपयुक्त सबै उद्योगलाई व्यवस्थित रूपमा सञ्चालन गर्दै नयाँ क्षेत्रलाई समेटेर अघि बढ्न सक्छ। संस्थाको सुरुवात बेलायतबाट हुनुभन्दा पहिला पनि यो नेपालमा पहिल्यैबाट चलिआएको थियो। संस्थाकै रूपमा विकास नभए तापनि नेपाली सुसंस्कृतिमा रहेको थियो। नेपाली परम्परागत संस्कृतिले अँगालेको थियो एकअर्कालाई सहयोग गर्नु, सद्भाव गर्नु, दुःख परेको बेला सहयोग गर्नु। पछिबाट बेलायतबाट यो विकास हुँदै आएर यसको अवधारणा पुरा विश्वमा नै फैलिरहेको छ। यो ग्लोबलाइजेसनको समयमा आफ्नो देशमा उपार्जन गर्ने र विकासशील राष्ट्रमा हिँडिरहेको राष्ट्रहरूलाई सकेसम्म विदेशमा नगई स्वदेशमै केही रोजगारहरू प्राप्त गरेर एकदम आत्मनिर्भर बन्ने गरी यसले हरेक व्यक्तिलाई रोजगारी प्रदान गर्ने र समाजमा रहेका साना निक्षेपहरूलाई सङ्कलन गर्दै त्यसलाई विकासमा लगाउने गर्ने कार्य यसले गर्दछ र रकम प्राप्त गर्न नसकेका, काम गर्न नसकेका व्यक्तिहरूलाई राहत उपलब्ध गराउने पनि यस सहकारी संस्थाले गर्दछ। आजभोलि देख्न सकिन्छ समाजमा यही सहकारी संस्थाका रूपमा ठुला रकम हिनामिना भएका छन्। यो एक किसिमको दर्दनाक अवस्था नै बुझ्न सकिन्छ। किनभने समाजमा रहेका साना रकमहरूलाई सङ्कलन गर्दै संस्थाकोमा जम्मा गरिएका हुन्छन्। बेलायती विद्वान रोबर्ट ओवेनले सहकारीमा व्यक्तिगत सामूहिक आर्थिक क्रियाकलापमा जोड दिएका छन्। यही सामूहिक आर्थिक क्रियाकलाप नै बेलायतको सुख, समृद्धि र विकासको कारक बन्न सकेको छ भन्ने कुरा हामीले बुझ्न सकिन्छ। सहकारी संस्थाका माध्यमबाट बेलायतले छोटो समयमा हासिल गरेको आर्थिक उपलब्धि पनि लोभलाग्दो भएर आउँछ। हेर्नुहोस् त अरू देशहरूले सहकारी संस्थाकै माध्यमबाट कत्रो ठुलो विकास गरिरहेका छन्।
माध्यमबाट समृद्धिकारक संस्थाका रूपमा सहकारीको अवधारणा रहेको बेलायतबाट आए पनि पूर्ण रूपमा चाहिँ पूर्वीय सभ्यता वैदिक वाङ्मयमा भेटिन्छ। नेपालमा मिलेर सुरक्षित रहन, वस्तुको सामूहिक उपभोग गर्न र सशक्त भएर सहकार्य गर्ने प्रेरणा वेदबाट पनि पाएको सकिन्छ। सहना भवतु सह भनौ भुनत्तु सह वीर्ये करवावहै नै सहकारीको चिन्तनको पूर्व रूप हो। थुकी सुकी सय थुकी नदी भने चाहिँ एकजनाले कुनै पनि कार्य हामीले गर्न सकिँदैन, एक्लैले हामीले समाजमा भएका कार्यहरू गर्न सकिँदैन र यो समाजलाई परिवर्तन गर्न सकिँदैन। शिक्षित रूपमा परिवर्तनका लागि एकजनाले मात्र शिक्षा हासिल गरेर हुँदैन, हामी सबै व्यक्तिहरू एकरूपता रूपमा शिक्षा हासिल गर्नुपर्छ भन्ने मान्यता सहकारीको हो। सहकारी भनेको मिलिजुली सहकार्य गर्ने साथी, जो कोही व्यक्तिलाई सहकारी भन्ने गरिन्छ। एकैजनाले काम गर्न सकिँदैन, हामी सबै मिलेर काम गर्ने हो भने हामीले हरेक कार्य पनि सजिलै गर्न सकिन्छ। जस्तै हामी साइन्समा पढ्ने गर्छौँ, उत्तोलक र गिर्नीको मद्दतले हामीले सजिलै सामानहरू उठाउन सकिन्छ अथवा सामान सजिलै प्रयोग गर्न सकिन्छ भन्ने कुराहरू छ। त्यस्तै समूहमा मिलेर हामीले हरेक कार्यहरू गर्न र आर्थिक उपार्जनका लागि अर्थतन्त्र सबल बनाउन र कम अर्थतन्त्र भएका आर्थिक स्रोत भएका व्यक्तिहरूले पनि थोरै थोरै रकमहरू सङ्कलन गरेर आर्थिक उपार्जन गर्न, आर्थिक स्थितिलाई बलियो बनाउन सकिने सहकारीको लक्ष्य रहेको छ। यसले हरेक व्यक्तिलाई सपोर्ट गर्दछ। नयाँ सदस्यहरूलाई पनि सहयोग गर्दछ भने पुराना सदस्यहरूलाई पनि सहयोग गर्दछ। उसले नयाँ सदस्यहरू जम्मा भए भनेर पुराना सदस्यहरूलाई पठाउने गर्दैन, उसले समान दृष्टिले हेर्ने गर्दछ। जसमा सहकारी संस्थामा शेयर सदस्य लिनका लागि पनि एकजना भोट एकजना व्यक्ति भनिएको हुन्छ। सहकारी शब्दले हामी के बुझ्छौँ त? सबैजना मिलेर कार्य गर्ने। सहकारी सबैजना समूहमा मिलेर एकअर्कालाई सहयोग गर्दै मिलिजुली भावनाले सहकार्य गर्ने। समूहमा रहेर परस्पर रूपमा दुःख सुखको साँडफेड गर्दा मानिसलाई एक्लो भएको महसुस हुँदैन। समूहमा रहेर बस्दा उनीहरू आनन्दमय वातावरणमा आफ्ना काम कार्यहरू गर्न, बढाइ सुख समृद्धि हासिल गर्न, वर्तमान मानव सभ्यताको विकासका लागि व्यक्तिको बीचको पारस्परिक सहयोग र सहकार्यको आवश्यकता महसुस भएपछि पनि एकका लागि सबै र सबैका लागि एक भन्ने भावनाका साथ सहकार्यका लागि स्थानीय स्तरमा औपचारिक सङ्गठन खडा गरिएका छन्। बडा सङ्गठनहरू खोलिएका छन्। विभिन्न बैङ्कहरू ग्रामीण समाजमा प्रचलित भरपूर्ण परोपकारी ऐचोपैचो सरसापट सहकारीका आदि रूपहरू हुन्। पहिला सहकारी संस्था भनेर विकास हुनुभन्दा पहिला यो नेपालमा ऐचोपैचो सरसापट यस्ता सहकारी बानी विकास भएका थिए। यस किसिममा सहकारीले पारस्परिक सहयोग र सहकार्यका माध्यमबाट पाटी पौवा, धर्मशाला, बाटोघाटो, चौर चौतारा आदिको निर्माण, वृक्षारोपण गर्ने जस्ता मानव हितका कार्यहरू गरेर समाज विकासमा उल्लेखनीय योगदान पुर्याउँदै आइरहेको छ। पछिल्लो समयमा सरकारले सहकारी संस्थामा निगरानी गर्न नसक्दा ठाउँमा सहकारी संस्थाका नाममा ठग प्रवृत्तिको पनि विकास भइरहेको हामीले देख्ने गरेका छौँ। पछिल्लो समयमा सहकारीका नाममा विभिन्न रकमहरू हिनामिना भएका छन्, जसले गर्दा समाजमा सहकारीप्रति तृष्णा जागेको छ। हामीले सहकारी संस्थाका माध्यमबाट यो समाजलाई आर्थिक रूपमा बलियो र सबल बनाउनका लागि सबै र समाजमा रहेका ससाना रकमहरूलाई निक्षेपको रूपमा सङ्कलन गरेर जुन व्यक्तिलाई ऋणको आवश्यकता परेको छ त्यही व्यक्तिलाई उपलब्ध गराएर सहकारी संस्थाले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। सहकार्य भनेको एक्लैले नगरेर समुदायमा विश्व बन्धुत्वको भावना गाँसेर समुदायका हरेक व्यक्तिहरूले एक अर्कालाई सहयोग गर्दै सरसापट गरेर गरिने कार्य हो। हामी सबैजनाले सहकारी संस्थामा प्रत्येक सिक्का गरेर एक रुपियाँ गरेर
जम्मा गर्नुपर्छ, जुन कारणले आर्थिक उपार्जन हुन्छ, आर्थिक समृद्धि हुन्छ र समाजमा आर्थिक रूपमा कमजोर रहेको समाज पनि आर्थिक समृद्धिका रूपमा परिवर्तन हुन जान्छ। सहकारी संस्था कार्यबाट व्यक्तिलाई आत्मनिर्भर बनाउने, समुदायको दिगो विकास गर्ने उद्देश्यले सहकारीको अवधारणा आएको हो भन्ने मान्ने गरिन्छ। स्वतन्त्रताका लागि, स्वावलम्बन, समुन्नतिका लागि, पारस्परिकता दुवैका लागि मानिसहरूले सहकारीका बारेमा जानकारी पाउन्, चासो राखुन् र यसको बारेमा सम्पूर्ण जानकारीहरू पाउन्। सहकारी सम्बन्धी न्यायहरू पाउनका लागि यसलाई विद्यालय पाठ्यक्रम अनुसार पनि समावेश गरिएको छ। समाजलाई अगाडि बढाउनका निम्ति, समाजलाई आर्थिक रूपमा गति दिनका निम्ति र देशलाई समृद्धशाली राष्ट्रका रूपमा परिवर्तन गर्नका निम्ति सहकारीको स्थापना भएको हो। जस्तै उदाहरणका लागि हामीले हेर्न सक्छौँ, एकजना व्यक्तिले कुनै पनि काम गर्दा धेरै समय लाग्ने र त्यो काम कठिन पनि हुनसक्छ र सबै व्यक्तिहरूले एक आपसमा मिलेर कार्य गर्दा त्यो काम सजिलै पुरा गर्न सकिन्छ र समयको पनि बचत हुन्छ। यसकारण पनि सहकारी संस्थाको विकास भएको हो भन्ने पनि लिन सकिन्छ। सहकारी सम्बन्धी सम्पूर्ण जानकारीहरू मैले यसै भिडियो क्लिपमा राखिसकेकी छु र आगामी दिनमा पनि यस्तै ज्ञानदायी र शिक्षामूलक भिडियो लिएर आउनेछु। सहकारी संस्थाका मार्फत यो राष्ट्र, व्यक्ति, परिवार, समाज, समुदायलाई आर्थिक रूपमा समृद्ध बनाउन सकिने भएकाले समाजका हरेक व्यक्तिलाई सहकारी संस्थामा लगानी गर्न प्रेरित गर्नुपर्छ। वकुमको भावना सहकारी संस्था मार्फत जागृत हुने भएकाले मैले सहकारी संस्थाबारे भिडियो क्लिप ल्याएर तपाईहरू सबै सामु आएको हुँ। आगामी दिनहरूमा पनि मल्टी एजुकेसनल च्यानलमा एजुकेसनल भिडियोहरू ल्याएर आउनेछु। यदि तपाईँलाई यो भिडियो मन परेमा सक्दो सेयर, कमेन्ट, लाइक गर्न नभुल्नुहोला। र अन्त्यमा म यति भन्न चाहन्छु, यो भिडियो तपाईँले यति समय हेरेर पुर्याइसक्नु भएको छ। यो भिडियो तपाईँले यदि मेरो भिडियोलाई सब्सक्राइब गर्नुभयो भने मेरो आउने अर्को नयाँ भिडियो तपाईँहरू सम्पूर्णको मोबाइलमा नोटिफिकेसन आउनेछ। आई होप तपाईँहरूले सहकारीका बारेमा केही कुराहरू, नयाँ कुराहरू सिक्नुभएछ भन्ने आशा छ। धन्यवाद।